सजिलो चाहिँ छैन तर हामीले यो गर्नुपर्छ किनकि तपाईहरु मेरो परमेश्वर चाहिँ तपाईहरु मसँग हुनुहुन्छ So now I'm going to share my testimony. अहिले चाहिँ उहाँले आफ्नो गवाही तपाईको बीचमा राख्नु हुनेछ It's very short way. एकदमै छोटो छोटकरीमा Actually, I was born in Hindu family. उहाँ चाहिँ हिन्दू पृष्ठभूमिबाट चाहिँ जन्मनु भएको थियो And it's very close that place that's called the name of the place is Sankhadev. अनि त्यो ठाउँ चाहिँ एकदमै नजिक छ यो कार्यक्रम स्थलबाट त्यो चाहिँ शङ्खदेव भन्ने ठाउँ हो But by the grace of God, I could grow up in Christian family. तर यो परमेश्वरको अनुग्रह चाहिँ उहाँ चाहिँ एउटा क्रिस्चियन पृष्ठभूमिमा ब्याकग्राउन्डमा चाहिँ उहाँ जन्मन पाउनुभयो I'm the fourth one among the 5 children. अनि उहाँ चाहिँ चौथो पाँचजना छोराछोरी मध्ये चाहिँ उहाँ चाहिँ चौथो हुनुहुन्छ साइनो हुनुहुन्छ My parents had the four sons and one daughter. उहाँको परिवारको चाहिँ चारवटा दाजुभाइ र एकजना चाहिँ दिदी हुनुहुन्छ But among the 4 brothers, I'm the third one. अनि चारवटा दाजुभाइमध्ये चाहिँ उहाँ चाहिँ साइनो हुनुहुन्छ As my aim was to be the army. उहाँको लक्ष्य भनेको चाहिँ आर्मी हुनु सैनिक हुनु थियो So I did many practice and exercise in my life up to 8, but I did continue. Now also I suppose I used to do. उहाँले चाहिँ त्यो सैनिक हुनप्रति धेरै प्रकारका व्यायामहरू कसरतहरू अभ्यास उहाँले गर्नुभयो र आजको दिन पनि उहाँ चाहिँ त्यो गरिरहनुहुन्छ But by the grace of God, when they God opened the door for me to be in a Christian worship. तर यो परमेश्वरको अनुग्रहको कारण चाहिँ आज उहाँको आराधक हुनलाई चाहिँ मलाई छान्नुभयो It was in Sorlai, अनि त्यो चाहिँ सरलाई भन्ने ठाउँ and I went there. अनि उहाँ चाहिँ त्यहाँ जानुभयो I had so many privileges to attend the many services there. अनि उहाँले चाहिँ धेरै प्रकारका सेवाहरूमा चाहिँ सहभागी हुने त्यो मौका त्यहाँ पाउनुभयो And after that, I had the privilege to be the leaders of all the services. अनि त्यो सबै सेवाहरू हुने सेवा क्रियाकलापमा चाहिँ उहाँ चाहिँ एउटा अगुवाको भूमिका निर्वाह गर्ने चाहिँ But one day I went in the village because my father took all the family from there to in Parasi. अनि एक दिन चाहिँ उहाँको बुवाले चाहिँ यो ठाउँबाट चाहिँ परासी चाहिँ लानुभयो सबै परिवारलाई लिएर बसाइसराई गर्नुभयो There was no service. अनि त्यहाँ चाहिँ सेवाहरू थिएन कुनै पनि That's समस्या why God called me and God gave me the vision on that moment when I was studying in 8th standard. जब चाहिँ म 8 कक्षामा पढ्दै हुनुहुन्थ्यो त्यो बेला चाहिँ परमेश्वरले मलाई एउटा दर्शन दिनुभयो त्यो ठाउँमा चाहिँ सेवाकाई गर्नुपर्छ भन्ने So I did plan and start to pray to study the Bible college. अनि उहाँले चाहिँ म बाइबल कलेजमा चाहिँ ईश्वर शास्त्र पढ्न जान्छु भनेर उहाँले प्रार्थना गर्न सुरु गर्नुभयो When I finished my SLC, जब उहाँले एसएलसी सकाउनु भयो now it calls the SLC, but before it was SLC. अहिले चाहिँ यसलाई एससी भनेर बुझिन्छ तर पहिला चाहिँ यसलाई एसएलसी भनेर चाहिँ बुझिन्छ And I did the worship in charge also. अनि त्यो ठाउँमा चाहिँ उहाँ होस्टेलको एउटा इन्चार्ज भएर पनि काम गर्नुभयो त्यति मात्र होइन उहाँले शिक्षक भएर त्यो स्कुलमा पढाउनु पनि भयो And I got calling letter from the Bible college. It was Grace Bible College in Haryana, close to the Delhi. अनि त्यो दिल्लीको नजिक भएको हरियाणा भन्ने ठाउँमा भएको कलेज ग्रेस बाइबल कलेजबाट एउटा निमन्त्रणा चिठी आयो तपाईँ यो कलेजमा पढ्न सक्नुहुन्छ भन्ने लेटर उहाँले पाउनुभयो I got ready to go, but अनि त्यो तयार चाहिँ हुनु 30 मा चाहिँ रुपैयाँ पैसा थिएन त्यसले चाहिँ मलाई एकदमै दुखी बनायो I used to get the salary, but I made the bed sheet and so many things and money finished. I was reaching the Bible college on 1994. यदि चाहिँ उहाँ चाहिँ 1994 मा चाहिँ बाइबल कलेजमा पुग्न पाउनु भएको भए No, I was reached there. उहाँ चाहिँ 1994 मा चाहिँ बाइबल कलेजमा चाहिँ पुग्नु भयो So many problems happened. अनि त्यहाँ चाहिँ धेरै कुरा चाहिँ घटनाहरू भयो But God opened the door for me to follow, also to work with the Transworld Radio ministry. तर परमेश्वरले चाहिँ एउटा ढोका खोलिदिनु भयो ट्रान्सवर्ल्ड नेपाल भन्थ्यो इन्डिया भन्नेसँग चाहिँ वर्ल्ड भन्नेसँग काम गर्ने एउटा मौका दिनुभयो But it was a little away from the Bible college. तर त्यो बाइबल कलेजबाट अलिकति टाढा थियो I continued work 1 year. For 1 अनि year. 1 वर्षसम्म चाहिँ उहाँले निरन्तर काम गर्नुभयो Meanwhile, I had the privilege to be the leaders of the our club also in the same Parisar. Be in Delhi, India, so I would not see you all, but by the grace of God, I'm very happy I could see you all and going continue together. यदि चाहिँ उहाँ काठमाडौँ जानुभएको भए नभए भारतमै सेवाकाई गर्नुभएको भए आजको यो दिन चाहिँ तपाईँहरूको बिचमा यसरी उभिएर तपाईँलाई हेर्न चाहिँ मैले पाउँदिन थियो
So today I'm ministering among the many churches in India, in Malaysia, here itself. अनि आज उहाँले चाहिँ मलेसियामा भारत र नेपालमा चाहिँ उहाँको सेवकाई चाहिँ छ Among the Nepalis only. नेपाली दाजुभाइ दिदीबहिनीहरूको बिचमा। On this 2025, I have the vision to start in Sri Lanka and Pakistan, Bangladesh and Myanmar. You can pray for me and you can join with me. तपाईले आफ्नो प्रार्थनामा चाहिँ मलाई सम्झिदिनुहोस्। यो 2025 मा चाहिँ म्यानमारमा, पाकिस्तानमा, बंगलादेशमा, श्रीलङ्कामा चाहिँ उहाँको सेवकाई सुरु गर्ने दर्शन छ। And also in India among all the Hindis people. अनि भारतमा चाहिँ हिन्दी बोल्नेहरूको बिचमा पनि उहाँ सेवकाई गर्ने उहाँको दर्शन छ। So I need your prayer. त्यसैले मलाई तपाईको प्रार्थनाको आवश्यकता छ। Wherever I go, I appreciate always from my heart. God knows everything. God will bless you. Continue. म जहाँ गए तापनि